मानी ब्लग आज फेरि पनि स्वागत छ म आज सबजना स्वान्छ म आरामै छु। आज चाहिँ म हस्पिटल जान लाग्यो कि माम बिरामी भयो नि त अनि त्यो हस्पिटल जान लाग्यो कि है त गाइज। त्यही हो गाइज, अब दुई बजे हो के अरे गाडी पाइन्छ कि नै हिँड्दै चल्छु। अब जहाँ लिफ्ट पाइन्छ त्यहीँ नै बस्छु नि। फेरि गण्डक हस्पिटल पुग्नुपर्छ कि म गाइज। मैले चाहिँ छुट्टीमा लिफ्ट पाएँ अनि लिफ्टमा चलिदिएको के मैले हर्चोकमा चाहिँ पाएँ कि गाइज। यही गाडी हो कि गाइज मैले हर्चोकसम्म पाएको। खास पनि पिटी जक्सन जाने गाडी हुन्छ नि त, अनि यो चाहिँ हर्चोकसम्म जाने मात्रै गाडी छ कि गाडी। यति बेरसम्म गुस्सै आउन त यार, गाडी नै आउन त के हो, गाडी नै आउन यार गाइज। मलाई त झ्याउ लागिसक्यो मा, यत्रो हिँडिसकेँ मा, मुटु नै दुइसक्यो यार। गाडी नै आउँथेन, पुरा भइसक्यो, गाडी नै आउँदैन यार। अझै गाइज खासमा नि गण्डक हस्पिटल जान पर्ने हो। अहिले चाहिँ म हुनाले हामीसँग एउटा स्टुडेन्ट ल्याइदियो क्या, अनि त्यसपछि चाहिँ म हिँड्दै चलेको। हामीभन्दा अलिक धेरै तल गाडी आउँदा नि बिस्तारै आउँदो रहेछ। आज मैले फर्स्ट टाइम होला कि यस्तरी बजारमा ब्लग बनाएको, नरहे त कम स्पिड हुने हुनाले कस्तो अब लाज लाग्ने। अब सङ्घर्ष अब स्ट्रगल त गरिरहेको छु नि होइन, अब छैन कि अब हुनाले अब पर्फेक्ट छैन, भर्खर सिक्दैछु होइन। अलि प्र्याक्टिस गर्नुपर्ने हो कि घरतिर। आज फर्स्ट टाइम मैले बनाएको चाहिँ अब गाडी उतार्दैछ स्ट्रगल त छ कि स्ट्रगल त गरिरहेको छु होइन। अब गाडी आउँदैछ सिलजानचोक हो, सिलजानचोक। गाइज छिरो आइयो है। केटाले खेल्दै रहेछन्। हेर्नु ए चिन्ने जोडमा क्या को छ कोही छैन मम्मी हुन्छ। गाइस त्यही हो, म दिदीको घर पसेर आएँ। अब चाहिँ म हस्पिटल जान्छु। समोसा चिया तीनटा चिया। गाइज म चाहिँ दबाई लिन हिँडेको कि, अहिले मम्मीले दबाई लिएर आइजानु हुँदैन, त्यही भएर मम्मीले दबाईको प्याकेट लिएर हिँडेको कि।
अन्त्यमा मृत्युलाई अँगाल्छु म जिन्दगीसँग हारेपछि आशा छ सुख पाउला भाग्यले जुराएपछि चलिरहेछ सास त्यही पनि म जिउँदो लास सरी अझै पनि केही गर्न सक्छु भनी भौतारी रहे प्रभाव थियो धनको आफन्त सबैले छाडी गए सफा थिए मनको समाजको नजरमा मालिक बने भाग्य नै अभागी भैँसी बत्लिरहने रहेछ घरमा टाँसिएर बसेका भित्ते पात्रोको तारिक पनि गाइस म चाहिँ हस्पिटलबाट आएको घर यामिक्समा आएको आजलाई यतिकै भिडियो भयो त कस्तो लाग्यो भिडियो कस्तो जहिले पा